थियो यो चाहिँ तेल कुकर बसाएको छु यसमा चाहिँ तेल हाल्दे तेल चाहिँ निकै मात्रामा हाल्नुपर्छ हेर्दै जानु के पकाउँदै छु है तपाईहरुको खुसीमा मेरो पनि खुसी छ र यसमा चाहिँ हाल्दै छु प्याज लगभग पाको तेलमा चाहिँ प्याज फ्राई गर्नलाई प्याज काटिङ गरेर हाल्दिएको छु हेर्नुहोस् प्याज फ्राई हुन्जेलसम्म के पकायो कसले भन्ने खालको कुरो म पकाउँदै छु है र यो के पकाउँदै छु भन्ने खालको कुरो चाहिँ तपाई एकैछिन तपाई घर धर बस्नुस् र यो पाको यसमा चाहिँ लसुन अदुवा खोर्सानीको पेस्ट यो हाल्दिए त्यसलाई पनि मजाले पकाउनु पर्यो राम्रो कन्टेन्ट भनेको चाहिँ कहाँ भेटिन्छ कहाँ हराउँछ राम्रो कन्टेन्ट भनेको चिज चाहिँ जान्दिन कहाँ छ र यस्तै मेरो चाहिँ कुकिङको भिडियो हो कुकिङ हाल्छु तर राम्रो कन्टेन्ट भेट्दिन के हो राम्रो कन्टेन्ट र म पकाउन आँट्दै छु खसीका खुट्टाको झोल खाने हिसाबको यो चाहिँ बिमारीलाई जति सकिन्छ झोल यो चाहिँ पाको मेरो यहाँ पछाडी लसुन अदुवाको पेस्ट हाले चाहिँ यो पनि पाको अब यसमा चाहिँ हाल्छु धनिया यो जीरा अनि यो हो नमक यो हो हर्दी अनि यो हो होममेड मसला यो चाहिँ बहुत दाम पर्छ जान्नेले मात्रै जान्छ यसमा के छ भन्ने कुरा है यो सबै पाकेपछि चाहिँ यो खुट्टा काटेको हाल्नुपर्छ अनि सिटी माथि सिटी लगाएर चाहिँ यसको भुनकुट उठाएर चाहिँ यसलाई झोल खाने हो मसला लगभग पाकिसक्यो यसमा चाहिँ यो काटेको खुट्टा त्यो हाल्ने अब यसलाई चाहिँ हल्का यसरी नै भुटेर अलिकति पानी हालेर चाहिँ सिटी हाल्नुपर्छ सिटी चाहिँ कति हान्नु मलाई पनि थाहा छैन तर अब हान्छु 4-5 सिटी चाहिँ हान्छु किनभने यो त झोल खाने मात्रै हो हैन झोल खानलाई चाहिँ अब यसलाई सिटी हान्नु पर्नु भने त 5 सिटी जति हान्नु पर्ला र हेर्दै जानु हजुरले हेर्दा मलाई खुसी लाग्छ हेर्नुस् लगभग भुट्यो अब यसमा पानी चाहिँ छैन अब यसलाई चाहिँ पानी हालेर सिटी हान्नेको उसमा चाहिँ छ त्यही पानी हाल्दे अब यसलाई चाहिँ सिटी हान्नुपर्छ अब यो सिटी बन्द गरेर ढक्कन बन्द गरेर राखिदिए अब 5-6 सिटी चाहिँ हान्नु पर्यो किनभने म झोल चाहिएको छ मासु चाहिएको छैन बिमारीको लागि हो हेर्दै जानुहोस् 5 सिटी भइसक्यो यो चाहिँ 5 सिटी हो यो चाहिँ अब अरु 2 सिटी हान्छु किनभने खाला फुल्लो पार्न छ के मलाई यो मेरो सुप पनि भयो खसीका खुट्टाको सुप भयो अब बन्द गरिदिन्छु